भन न त च्यानलको नाम। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई अनदर न्यू भिडियो। साथीहरु फेरि तपाईँलाई मेरो न्यू ब्लगमा स्वागत छ। थम्बनेल थाहा पाइछन् मलाई आज ब्लग के को बारे भनेर आज म कहाँ गइरहेको छु। यो ब्लग त एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। हाम्रो 4th इयरको लास्ट पिकनिक, लास्ट भेटघाट भनेर हामी खान्डेडा पिकनिक मनाउन गइरहेछौँ। अब चाहिँ फोटोसुट भइरहेको छ त्यहाँतिर। हाम्रो भरत दोस्तले हामी आज चाहिँ यो एउटा चाहिँ छुट्ने बेलाको मेमोरी स्वरूप हाम्रो पिकनिक हुँदैछ आज। एकदम रमाइलो हुनेवाला छ, एकदमै एक्साइटेड हुनुहुन्छ। रमाइलो लास्टमा हेर्दिनु होला, नाच्ने गाउने घुम्ने, त्यहाँ हामी गुलास टिप्ने छौँ। एकदम रमाइलो हुनेछ। लगाइ हामीलाई फलो गर्नु। कौन है ये लोग? आज चड्डी नहीं पहने हो ना? क्या बोला तूने? साथीहरु हेर्न सक्नुहुन्छ हामी ठ्याक्क अहिले फोर्ट हिस्टोरिक पार्कमा छौँ, जो गोदावरी नगरपालिका 4 बुढीतोला कैलालीमा पर्ने गर्छ। लोकेसन हेर्न सक्नुहुन्छ साथीहरु, कहाँनिर छ भनेर। ठ्याक्कै त होटलहरू यो पोखरा श्रेष्ठ होटल भनेर छ। खाने चिज हैन, चिज हो यो। खाने चिज म त भर्खर फर्स्ट टाइम देखिरहेको साथीहरु। नाम मात्र सुनेको थियो ऐसुलु भनेर, तर फर्स्ट टाइममा म यो हेरेर आएको छु। ऐसुलु भने यस्तो हुने रहेछ, येलो कलरको नाम सुन्थे साथीहरु। फर्स्ट टाइम बोर्ड पनि देखेर बोर्डबाट टिपे पनि मैले। पुरादाना यस्तो हुन्छ ए पुरादाना यस्तो फुल हुने रहेछ है। ए तपाईहरु हेर्नुहोस्, यसो जिउडो चुडाउनुहोस् हैन। तपाईले दिन सकिदैन, त्यही भएर तपाईको मुखमा पानी आयो होला। त्यो पानी अलि बढी निकाल्नु। हेलो हेलो, म मिस्टर एमडी। एमडी आजको दिनको ब्लगर म हो गाइज। सो साथीहरु अहिले हाम्रो चाहिँ फोटोसुट भइरहेछ। अहिले म टप यहाँ गएको माथि साथीहरु, किनकि सबै भिड देखेला भनेर माथि आएको छु। ठ्याक्क हामी भाँसुको भिड लिएर छौँ। यो हेर्न सक्नुहुन्छ भाँसुको भिड। पछाडि हेर्न सक्नुहुन्छ साथीहरु, पुरै भाँसुको भिड छ साथीहरु। पुरै तर पुरै खाइ छ, हेर्न सक्नुहुन्छ। म तर बस आइरहेछ। सो साथीहरु हामी फाइनली होटलमा पुगिसक्यौँ। अब हामी खाना खाने तयारीमा हो हैन। अब हामी खाना खाने तयारीमा गइरहेछौँ हैन। त हात साथ धोएर हामी अहिले ठ्याक्क पोखरा होटल, श्रेष्ठ पोखरा होटलमा छौँ। भात खान गइरहेका छौँ। के खाने? लक्ष्मी पनि भेज हो। मटन सबै भइसकेर उसको त छैन। अरे बाप रे, ये तो धोती खोल रहा है। टेस्ट राम्रो छ एकदम। मर मसला सब लागेको छ। गाइस फाइनली यस्तो भोक पछिको यति मिठो भयो नि, लास्टै मिठो। भिडियो फोटो हैन। घर छोडी हिँडे भयो 7-8 वर्ष। सो साथीहरु अब हामीले खानासाना खाएर अब हामी चाहिँ भ्यू टावरको लागि माथि प्रस्थान भइरहेछौँ। सो साथीहरु हेर्न सक्नुहुन्छ ठ्याक्क फोर्ट हिस्टोरिक पार्क भनेर यहाँ बोर्डमा लेखिएको छ साथीहरु। ठ्याक्क म यहाँ पुगिसकेको छु र अझ धेरै माथि हिँड्नु पर्ने छ। हेर्न सक्नुहुन्छ। माया गर्नु होला, भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। हामी सधैँ सँगै सबैजना च्यानल पनि भन, यो ब्लग अपलोड हुने हामी पनि हेर्ला। अपलोड हुने लाइक हामीलाई ट्याग गर्नु।
हो भन न त च्यानलको नाम मम्मीले सोधेर भन्छु भन्ने होला मम्मीले सोधेर भन्छु अरे च्यानलको नाम छैन च्यानलको नाम थाहा छैन गाइज हेर्नुहोस् च्यानलको नाम थाहा छैन ल रोख उहाँको पनि च्यानल रहेछ विनिता कटाइत भनेर स्वभाव आफ्नो ग्रुप छ आफूमा धुनमा मस्ती मोज गर्दै यहाँ मासु भात खाएर इनर्जी आएको साथीहरू अहिले म माथि आएको छु भ्यू टावरको टप फ्लोरमा पछाडिको पहाड घानहरू गाइज सो गाइज हेर्न सक्नुहुन्छ पछाडि पहाड र हामीले सबैजना आउनु होला धेरै राम्रो भ्यूहरु छ र लक्ष्मीले हेर्न सक्नुहुन्छ गाइज लालीगुराँसको बोर्ड नपाए पनि लालीगुराँस चाहिँ पाए साथीहरू र आज एकदमै रमाइलो भयो अब हामी यहाँबाट घरतिर लागिरहेको छौँ साथीहरू सो गाइज हेर्न सक्नुहुन्छ यो सिस्नोको बोर्ड तिमी छौ न ल बाफ्रे कस्तो बाटो रहेछ मलाई छ भन्नु लाग्छ आजा बेटा आजा आजा ल साथीहरू फाइनली हामी पुगिसक्यौँ हामी फाइनली कलेजमा पुगिसक्यौँ साथीहरू अब हाम्रो भ्लग चाहिँ यहीँ इन्डिङ गर्नुपर्ने हुन्छ होइन अब हामी आजको यात्रा कस्तो भयो कस्तो भयो आजको पिकनिक राम्रो एकदम गुड कस्तो भयो आजको पिकनिक दामी बप्पा केटाहरूलाई पनि राखेको छु त यार मेरो इन्टरभ्यू लास्टमा हाल है ल भन कस्तो भयो आजको पिकनिक पिकनिक एकदम राम्रो भएको छ होइन हामीले एकदम रमाइलो 7 बजे हामी यहाँ पुगिसकेका छौँ ल कस्तो भयो पिकनिक चाहिँ अरू पिकनिकहरू भन्दा योपालि भिन्न छ किन भन्दाखेरिमा अरू पालि हामी खानाको मेटेरियल लिएर गर्थ्यौँ योपालि चाहिँ होटलमै अलिक व्यवस्थित भयो क्या होइन ल धड़कन ये कहती है दिल तेरे बिन धड़के ना एक तू